सिधै सिधै यत्रो ढुङ्गा छ नि हामी चाहिँ त दक्षिण काला आइपुग्यो होइन मैले चाहिँ के अरे चार्ज गोप्रोमा चार्ज नभएर यहाँ चार्ज गरेको अनि यहाँबाट चाहिँ भ्लग सुरु गर्छ अब हामी दक्षिण कालीसँग अहिले फर्पिङमा छौँ अब फर्पिङमा यहाँबाट चाहिँ भ्लग गर्छु म है यहाँ मिसियर बजाइ छ हेलो भनिदिउँ ल हेलो खाजा खानु बसेको सेवा दाइको छोरा छ यहाँ हेलो भनिदिउँ ल अब एकैचोटि हामी अब सिस्नेर जानु नगएर चाहिँ अब सिस्नेर जानु नगएको अब सिस्नेर गएर हामी स्विमिङ गर्छौँ अब बस्छौँ कि फर्किन्छ थाहा छैन हामी चाहिँ अब खाजा खायौँ हजुर यो माथिको फर्पिङ लेखेको यो कुनबाट जान्छ त्यो त उताबाट होला उताबाट हजुर उता माथि त्यही होइन त फर्पिङ हुने मेन त्यही हो नि हजुर फर्पिङ यही हो यही चोक चाहिँ यही हो चेक पोस्ट भन न माथि लेखेको छ नि जङ्गलमा हेर्दा त्यो त माथिबाट यताबाट जाने होला यताबाट ऊ तलबाट रोड छ सोध्दैछु नि फर्पिङको हजुर अब हामी चाहिँ निस्क्यौँ र अब हामी चाहिँ सिस्ने निस्केको चल्दैछ हामी चाहिँ चलेको हामी चाहिँ ल अघि चाहिँ के अरे गोप्रोमा चार्ज नभएर भ्लग नगरेको अब यहाँबाट फार्पिङदेखि चाहिँ भ्लग गरेको सिस्नेरीसम्म अब चार्ज छ गोप्रोमा हामी चाहिँ अहिले दुईजना मात्रै शेर्पा दाइ र म मात्रै हिँडेको अरू सबै कोही पोखरा छन् कोही कहाँ छन् कोही कहाँ छन् अब ग्रुपै भएन अनि त्यहाँ न्यु इयरमा यसो दुईजना मात्रै हिँडेको अब अहिले कति बजिसक्यो अब कतिखेर पुग्ने हामी
बाटो उता गएर भित्र ऊ त्यो बाटो भएर जानुपर्ने बिस्तारै बिस्तारै हिँड्नु बिस्तारै हिँड्नु बबाल 10 मिनटमा पुग्छौँ होला हामी भनेको त खोलामा बाटो यही हो कृष्णेरी आइपुग्यो हामी चाहिँ ल अब यो खोलाबाट जाने भनेको कृष्णेरी हेरौँ के हुन्छ न्युट्रलमा छ तपाईँहरू यहाँ पनि जान सक्नुहुन्छ बाख्रा राइट पानी सबै यहाँ यार पानी सबै छिरेडी बाटो बाटो छ अरे त उता पनि उताबाट पनि छ अरे बाटो उताबाट पानीबाट लाने यहाँबाट जाने यहाँबाट सकिएको छ नि ल तो पाए सबै भिजा यहाँ त कता ढुङ्गा ढुङ्गा रहेछ खोला खोला हालिदिएको कत्रो ढुङ्गा ढुङ्गा रहेछ यार चिप्लिट ढुङ्गा रहेछ नआउनु नआउनु कृष्णेरीको ला खोला सबै मैलो भयो पस्यो यार पस्यो सरी है ढुङ्गा ए ढुङ्गा रे हात गल्यो यार ढुङ्गा रहेछ टुटुको छेउछेउमा यस्तो ढुङ्गा रहेछ छेउ अब यहाँबाट माथि लानु पऱ्यो ल भित्रमै छिर्यो
भिज्या आमा चेप्यो लाग्यो एक्सट्रिम भयो नि यार अब यहाँबाट माथि लानु पर्यो उयो ढुङ्गा रहेछ क्या बिचमा उयो यस्तो हुन्छ क्या एकछिन यत्रो ढुङ्गा छ नि अब यहाँबाट हाल्ने एक्सट्रिम भयो त नि फर्काउने फेरि रेकर्ड होला बल्ल बस फर्के सकेन गाह्रो भयो पेट छोयो हैट तेरी अफ गरिदिउँ अब भर्खर लडियो हात दुख्यो बिस्तारै लड्यो तर ढुङ्गामा ठोक्यो खै लडा जस्तो मात्रै हो लडेको होइन कुन बाटो जाने त अब यही जाने अब जाउँ अब 10 मिनट पुग्छ 10 मिनट आयो हात दुख्यो हात पुग्यो लडेर चाहिँ हात दुखिरहेको छ ल यहाँ त बाटो छैन रहेछ ल्या बाटो छैन रहेछ छैन उताबाट जाऊँ बाटो छैन रहेछ सबै फेरि उताबाट गएर अरू खोलाबाट हिँडेको अरू जान्ने भएर के भएको सिस्नेरीको बाटो है यता भित्र खोलाको बाटो हेर्दै लट्ठी खोज्दै हिँड्नु पर्यो अब कहाँ राख्ने बाइक अब त्यही माथि स्ट्यान्ड छैन मेरो अब यहाँ अड्काएर एउटा उसले हो फाइनली आइपुग्यो अब बाइक यहीँ एउटा अड्डाइदिनु होला यहीँ म त यहीँ चलाउँदैन होला मिल्दैन अब त्यो मिल्दैन के गर्नु त्यो लफ गरेको आइपुग्यो हामी चाहिँ सिस्नेरी एउटै क्रस छैन क्या हाम्रोमा चाहिँ हो कि
आमा मान्छे भिड रहेछ है। ए भयो हुन्छ नि। ओ ये है मजा आ रहा है ना, ये है ना। धेरै नभन डुब्दैन। ओ पानी चाहिँ सफा छ है। आज चाहिँ हामी यहाँ सिस्नेरी आएको छौँ। सिटी बाइक खेलिरहेको छ, मजा गरिरहेको छ सिटी बाइक। अब चाहिँ हिँडेको हामी घर। बाई बाई। साइड दिएको भने त होइन पो रहेछ। हेर्नु फेरि धुलो छाइलेको फेरि। आमा भर्खर नुहाएर आएको, नेचुरल पानीमा भर्खर नुहाएर आएको। हामी खाजासाजा खाएँ। अब घर हिँडेको चिसो भयो। मलाई त कस्तो डिपिकल पनि हालेको। अब चेकिङ पर्छ कि भन्नु क्या। पानी अलिअलि परेछ यार। छु चिसो भइछ यार। धन्न ज्याकेट चाहिँ लागेछ। यो कसो नि ल हामी दक्षिण काली कटेर फर्किन कटेर अलिकताबाट आइपुग्यो। थाक्यो। स्विमिङ पनि गयो कि अनि त्यहाँदेखि सब थाक्यो। उयोले गर्दा बाइक पनि गरायो। ढाड सबै दुखिरहेको छ, हात यस्तोहरू सबै दुखिरहेको छ। फेरि सम्झ्यो बल्ल यार यस्तो सुहाएको थियो, यस्तो गाह्रो भएको थियो कि सुहाएर यस्तो गाह्रो भएको थियो। बल्ल यस्तो आनन्द भयो कि घर आइपुगेँ म। जस रमाइलो भयो आज न्यु इयर। तपाईँको कस्तो भयो होला? कस्तो कालो देखेर जस न्यु इयर रमाइलो भयो। तपाईँहरू कस्तो भयो होला? हामी चाहिँ पौडी सौडी खेले, बाइक चलाइ, त्यही हो न्यु इयर। ल
आजलाई यति नै बिदाई माग्न चाहन्छु। जस लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला। जस ब्लग राम्रै आउनेछ, जस राम्रै भएको जस्तो लाग्छ आज चाहिँ ब्लग फर्स्ट ब्लग भन्दाखेरि। ल हस् त गाइज, बाई बाई।